हेलो एभ्रिवान। आजको मेरो भ्लगमा तपाईँहरू सबैलाई स्वागत छ। यो चाहिँ हाम्रो पहिलो भनेको काठमाडौँको दृश्य हो। हामी आज सेल्फी डाँडातिर जाँदैछौँ, जो चाहिँ नागार्जुन नगरपालिका भन्दादेखि हल्का उता चन्दागिरी नगरपालिकामा पर्छ र कालुपाण्डे डाँडा स्विजरल्यान्ड पार्क पनि त्यही बाटोबाट हुँदै हामी जान्छौँ। र यहाँको दृश्यहरू, यो बाटो, यहाँको भूगोल हुँदै हामी चाहिँ बिस्तारै लगभग आधी घन्टा 1 घन्टाको हिँडाइपछि, पैदल यात्रापछि हामी त्यो ठाउँमा पुग्छौँ। र काठमाडौँको दृश्य पनि हामी हेर्न सक्छौँ। जुम गरेर हेर्दाखेरिमा त्यो चाहिँ कालभैरव भएको ठाउँ हो। त्यहाँ राम्रो मन्दिर छ एउटा। अनि यहाँको एकदमै प्लटिङ एरिया पनि रहेछ यतातिर। एकदमै ऱ्यापिडली चाहिँ गाउँ बस्तीहरू बढ्ने क्रममै थियो यो ठाउँहरू, र एकदमै रिजोर्टहरू पनि एकदमै धेरै मात्रामा थियो। र जाँदा जाँदै बाटोमा हामीले एउटा एक्साइटिङ टाइपको घर देख्यौँ, जस्तै जङ्गलको बिचमा एउटा मात्रै, कसैको हुन्छ नि ड्रिम हाउस टाइपको थियो यो चाहिँ। त्यहाँदेखि काठमाडौँको सबै दृश्यहरू एकदमै छर्लङ्ग देखिन्थ्यो र बादल लागेको बेला त झनै आकर्षित देखिन्थ्यो। र यस्तै गर्दै गर्दै हामी अगाडि बढिरहेका थियौँ। अनि बाटोमा एकछिन पर्ख्यौँ, साइडहरूको दृश्यहरू सबै हेरेर हामी बिस्तारै अगाडि बढ्दै गयौँ। अगाडितिर चाहिँ अलिक धेरै रिसोर्टहरू, जहाँ चाहिँ अब जस्तै कपालहरूको लागि पनि एकदमै बढी प्रख्यात र सजिलोसँग अनि अफोर्डेबल पनि, अनि लोभलाग्दो दृश्यका साथमा जान घुम्नको लागि एकदमै पर्फेक्ट टाइपको देखिरहेको थियो। र यो दृश्यले चाहिँ हामीलाई काठमाडौँमा छौँ जस्तो नै महसुस गराइरहेको थिएन। हामी त कतै पहाडतिर एकदमै टाढा घुम्न आएको जस्तो लागिरहेको थियो हामीलाई। र साँझ पनि परिरहेको थियो, साथमा पानी पनि परिरहेको थियो, र यो लोभलाग्दो दृश्यका साथमा हामी अगाडि बढिरहेका थियौँ। अनि यो घर पनि हेर्नुहोस् त, अलिकति हामीलाई अलिक डिफ्रेन्ट टाइपको लागेको थियो। यो सायद वुडनको बनाएको हुनुपर्छ, क्यानाडा युरोपतिर बनाउने टाइपको देखिरहेको थियो। र काठमाडौँको भ्यू चाहिँ हामीलाई अलिक टाढा पुग्दासम्म पनि देखिरहेको थियो। र हामी खासमा हेर्न जान लागेको पनि राति लाइट बल्दाखेरिमा काठमाडौँ कस्तो देखिँदो रहेछ त भनेर, अलिक टाढा अलि माथिबाट के एलिभेसनबाट चाहिँ कस्तो देखिन्छ भनेर चाहिँ हेर्न गइरहेका थियौँ। हामीले लगभग अहिलेसम्म चाहिँ हाम्रो रुमबाट कलङ्कीको पाटी चोकतिरबाट चाहिँ हामी 20 मिनट या आधी घन्टा जति हिँडिसकेका थियौँ यहाँ पुग्ने बेलासम्म। र यो दृश्य हो ठ्याक्क यहाँदेखि यतापट्टि राइट साइडको बाटो भनेको चाहिँ डाइरेक्ट कालुपाण्डे डाँडातिर, हेभेन डाँडातिर जान्छ। र यो उतापट्टि यो जता स्कुटर आयो त्यो बाटो चाहिँ अलिकति घुमेर जान्छ, त्यहाँबाट चाहिँ सेल्फी डाँडातिर जान सकिन्छ। र भन्ने गरिन्छ कि यहाँ पहिला बाघहरू पनि लाग्थ्यो अरे, 1-2 चोटि त मान्छेहरूलाई अट्याक नि गरिसकेको रहेछ। यो कुरा थाहा पाइसकेपछि यहाँ रातिको टाइममा चाहिँ प्रायः मान्छेहरू चाहिँ नहिँड्ने रहेछ त्यो बाटोबाट। यो जुन यो ढलान गरेको बाटो छ त्यो। यस्तै क्रममा हामी जाँदै गर्दाखेरिमा धेरै कुराहरू देखिए। त्यहाँको बाटोको अवस्था त त्यति ठिक त थिएन, अलिकति रफ नै थियो, तर पनि म्याक्सिमम् ठाउँमा चाहिँ पिच गरेको थियो। अनि यो लाइट हेर्नुहोस्, यो लाइटले झन् त्यहाँको आकर्षकलाई अझै इन्हेन्स गरिरहेको थियो।
बादल लागेको बेला, पानी परेको बेला, आकाशहरू गर्जिरहेको बेला झन् यस्तो दृश्यहरू देख्दा त झनै मनमा तरङ्गहरू फैलिरहेका थिए। अगाडिबाट हामी गइसकेपछि अझै हामी राम्रो भ्यू देख्न सक्छौँ। जस्तै यो जग्गा देख्न सक्नुहुन्छ, यो पुरै प्लटिङ गरेको। यहाँ चाहिँ हामीले पहिला हेर्दाखेरिमा जङ्गलै थियो, लगभग 6 महिना अगाडि जति। अहिले त पुरै प्लटिङ भइसकेको रहेछ। र यो 3टा बाइकहरू यहाँ बाटोनिर खडा गरेर मान्छेहरू माथि गएका छन्। माथि चाहिँ भ्यू टावर छ है, त्यहाँ चाहिँ हामी अलि जान सकेनौँ, अलि रात परिसकेको थियो। र पारिपट्टि भनेको त्यो चाहिँ पुरै चन्दागिरी एरिया हो, त्यो जुन बादलको मुनि छ नि त्यो चाहिँ यता काठमाडौँको एक्जिट नागढुङ्गा सुरुङ मार्ग छ नि, त्यहाँदेखिको डाइरेक्ट बाटो आउँछ नि, के भन्छ ठ्याक्कै ढुङ्गे अड्डाभन्दा थोरै अगाडि त्यतातिरको दृश्य हो त्यो चाहिँ। रातिको क्रम थियो, लाइट बाल्दै गाडीहरू पनि आइरहेका थिए, बाइकहरू। अनि हामी पनि अगाडि बढिरहेका थियौँ। बेला बेलामा त फर्किम जस्तो लागेको थियो, तर होइन, हेर्ने भनेपछि हेर्ने, फेरि कहिले आउन सकिन्छ र भनेर दाइलाई मैले हल्का मोटिभेट गरेँ साइडमा। त्यसपछि दाइ र म बढ्दै गयो हाम्रो यात्रा। त्यसपछि हेर्न सक्नुहुन्छ त्यो उता चाहिँ सायद मलाई लाग्छ त्यो सातो बाटोतिर हुनुपर्छ। र काठमाडौँको यो लोभलाग्दो दृश्य सायदै मान्छेहरूले देख्न सक्छन्, धरारा पनि देख्न सक्छौँ हामी यहाँबाट। कि त युनिक टाइपको रिसोर्ट छ यहाँनिर अगाडि, म हजुरहरूलाई देखाउँछु अहिले एकछिनमा, जहाँ चाहिँ एकदमै प्लेनको आकार दिएर बनाएको थियो। र हेर्न सक्नुहुन्छ यहाँको भूगोल हेर्नु त हो। लगभग 360 डिग्रीको भ्यू नै भन्न सक्नुहुन्छ हजुरहरू। यति चाहिँ पुरै पानी पनि परिरहेको थियो। अहिले चाहिँ यति बेला चाहिँ पानी रोकिएको थियो। फेरि यस्तै भयो यो क्रम। अलिकति फेरि हामी अरू बेला बाइकमा गइरहेको बानी अनि हिँड्दै गएको थियौँ, नयाँ एक्सपिरियन्स नै भएको थियो। र यो रिसोर्ट हेर्न सक्नुहुन्छ, ठ्याक्कै लाएर यो काठमाडौँको भ्यू तलतिर, अनि माथि यस्तो राम्रो लाइटनिङ डेकोरेसनहरू गरेको थियो। अनि एकदमै राम्रो छ त्यहाँको दृश्य हुन चाहिँ। त्यही पनि अझ पानी परेको बेला झनै राम्रो भएको थियो। स्पेसली कपलहरूको लागि त बेस्ट प्लेस नै हो यो। अनि शान्त, अफोर्डेबल पनि छ। यो चाहिँ हाम्रो त्यहाँनिर नेपालको झन्डा पनि बनेको ठाउँतिर हो यो। यहाँदेखि हामी डाइरेक्टै उकाल पनि तल जान सक्छौँ, डाइरेक्ट पाडी चोक निस्किने बाटो पनि छ, तर अलिकति उकालो धेरै छ भनेर चाहिँ त्यहाँबाट गएनौँ। र यो सिनहरू क्याप्चर गर्नको लागि यो सायद एकदमै उपयुक्त समय पनि थियो र एकदमै राम्रो थियो यहाँको दृश्य। हजारवटा घर छन्, तर एउटा रुम नपाइने ठाउँ पनि हो यो। तर पनि सबैलाई सुविधाले सम्पन्न भएर होला सबैलाई यतै बस्न मन लाग्ने। अनि त्यसदेखि लगभग हामी काठमाडौँदेखि अहिलेसम्म चाहिँ पाडी चोकबाट 1 घन्टा जति भइसकेको थियो। र यो दृश्य भनेको चाहिँ यता स्वयम्भूतिर, यता वाइट गुम्बातिरको दृश्य पनि हो। र अब हामी भिडियोको अन्तिमतिर पनि छौँ र खासमा हामीले हेर्न खोजेको नै यही नै थियो, राति लाइट बल्दाखेरिमा कस्तो देखिन्छ त काठमाडौँ भनेर।
भिडियोको अन्त्य हुन लागेको छ। हजुरहरूले अहिलेसम्म हेरिदिनु भयो र अहिलेसम्म हेर्नु भएको छ भने हजुर पक्कै पनि हजुरले केही न केही नयाँ कुरा नयाँ ठाउँको अनुभूति लिनुभएको होला भन्ने कुरो म एकदमै विश्वस्त रहेर अब यो फाइनल भ्यू देखाउन गइरहेको छु हजुरहरूलाई।